हाँसोको यात्रा नेपालको अर्थनैतिक उपचार नेपालका सहरदेखि गाउँसम्म प्रत्येक अनुहारमा एउटा कथा लुकेको हुन्छ र त्यो कथा प्राय एउटा हाँसोले बताउँछ। तर सबैको हाँसो आत्मविश्वासी हुँदैन। धेरै नेपालीहरूको दाँतको बनावट, खाली ठाउँ वा टेढामेढा दाँतले खान, बोल्न र आत्मविश्वासमा नकारात्मक असर गरिरहेको हुन्छ। अर्थनैतिक उपचार अर्थात् ब्रेसेस वा अलाइनरले यी समस्याहरू समाधान गर्छ। कहिले नेपालमा यसको सचेतना बढ्दैछ। पुरानो धातु अथवा मेटल ब्रेसेसदेखि आधुनिक क्लियर अलाइनरसम्म नेपालीहरूको हाँसो फेरिँदैछ। हाल सहरमा मात्र पहुँच भए पनि धेरै क्लिनिक र विशेषज्ञ डाक्टरहरूले यो उपचार सहज र सस्तो बनाउँदै गएका छन्। सिधा र स्वस्थ दाँतले आत्मविश्वास बढाउँछ, बोली सुधार्छ र जीवनमा पनि नयाँ अवसर ल्याउँछ। नेपालभर एक हाँसोमा एक आशामा हामी अघि बढ्दैछौँ, किनभने प्रत्येक हाँसो सुन्दर र योग्य हुन्छ। एभ्री स्माइल डिजर्भ्स टु शाइन। धन्यवाद हेर्नुभएकोमा। यस्ता जानकारीमूलक भिडियोका लागि लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।